कहिलेकाहीँ फेसबुक रिलमा ज्ञानगुणका कुराहरू पनि गरौँ। आज हामी नेपाली भाषा र वर्ण विन्याससँग सम्बन्धित केही विषयवस्तुको बारेमा छलफल गरौँ। यो भिडियो यो विषयवस्तु तपाईँहरूलाई पनि काम लाग्यो अथवा तपाईँहरूको भाइ बहिनीहरू, तपाईँहरूको छोराछोरीहरू जो विद्यालय शिक्षामा अध्ययनरत हुनुहुन्छ उहाँहरूको लागि चाहिँ काम लाग्ने जस्तो देखियो भने उहाँलाई देखाउनु होला, आफूले पनि बुझ्नु होला है त। आज नेपाली भाषामा प्रयोग हुने र रका विभिन्न प्रकारहरूको बारेमा छलफल गरौँ। नेपाली भाषामा हाम्रा झन्डै र 6वटा प्रकारमा चाहिँ र प्रयोग हुन्छ वर्ण विन्यासमा। यसको प्रयोग कसरी गर्ने भन्ने विषयमा म तपाईँहरूसँग छोटो छलफल गर्छु है त। सबैभन्दा पहिला छ हाम्रो यो सिङ्गो र है। यो सिङ्गो रको प्रयोग चाहिँ हामी सबैले सजिलै गर्न सक्छौँ हैन हो। जस्तो कि अब हामीले ल रमेश हैन, यसरी हामीले सिङ्गो रको प्रयोग गर्न सक्छौँ हैन, रमेश हैन। रातो भनेर हामीले यसरी रको सिङ्गो रको प्रयोग गर्न सक्छौँ। त्यसपछि अर्को छ हलन्त र। यो शब्दको अन्त्य अथवा क्रियापदको अन्त्यमा हामीले चाहिँ निम्न आधारित क्रियापद, विशेष गरेर निम्न आधारित क्रियापदको अन्त्यमा प्रयोग भएको पाउँछौँ हामी है। यो क्रियापदको अन्त्यमा निम्न आधारित क्रियापदको अन्त्यमा रको प्रयोग भयो भने रलाई हामीले हलन्त प्रयोग गर्नु पर्यो हैन। जस्तै कि त गृह कार्य गर, त गृह कार्य गर भनेर हामीले निम्न आधारर्थी क्रियापदको प्रयोगमा रलाई हामीले हलन्त लेख्न सक्ने भयौँ। तर हामीले अब मध्यम आधारर्थी तिमी गृह कार्य गर भन्यो भने फेरि यो र चाहिँ सिङ्गो रमा प्रयोग हुने भयो। तिमी गृह कार्य गर भनेर सिङ्गो रमा प्रयोग हुने भयो। त गृह कार्य गर भनेर हलन्त रमा प्रयोग हुने भयो हैन। यो चाहिँ मध्यम आधारित क्रियापदमा, यो चाहिँ निम्न आधारित क्रियापदमा। अब रको अर्को मात्रा छ यो शब्दको बिचमा रलाई हामीले हलन्त लेख्नु पर्यो। हलन्त भनेको आधी। शब्दको बिचमा हामीलाई रलाई हलन्त लेख्नु पर्यो भने यो र चाहिँ हाम्रो मात्रा अथवा रेपको रूपमा चाहिँ जान्छ। जस्तो कि हेर्नुहोस्, जस्तो कि ग र रलाई हलन्त अनि छ। अब यो गर्छ हो। अब यो रलाई हामीले मात्राको रूपमा प्रयोग गर्दाखेरि चाहिँ अब यसको शब्द कस्तो बन्ने भयो त भन्नुहुन्छ भने ग अब छ है। अब र चाहिँ माथि मात्राको रूपमा रहने भयो, गर्छ हैन हो। त्यसै गरी ल सर्छ हैन, मर्छ जस्ता शब्दहरू चाहिँ हुने भयो हैन। र शब्दको बिचमा र चाहिँ हलन्त भयो भने यो र चाहिँ पछाडि मात्रामा जान्छ। त्यसै गरेर यो पनि हलन्त र नै हो है। यस्तै यो जसरी यो हलन्त र हो यो पनि हलन्त र नै हो। यो पनि शब्दको बिचमा चाहिँ र हलन्त भयो भने यसरी जिब्रे रको रूपमा रहन्छ है। जस्तो कि हेर्नुहोस् त ल ग र यो, ग र यो गर्यो हेर्नुहोस् है। अब यसलाई हामीले शब्दमा लेख्यौँ भने हेर्नुहोस् त ग यो गर्यो यस्तो रहने भयो हैन। यो र चाहिँ यो हलन्त र चाहिँ जिब्रोको रूपमा प्रयोग हुने भयो। अब यहाँनिर तपाईँहरूले के कुरा बुझ्नुहोस् त भन्दाखेरि हेर्नुहोस् त यही हलन्त र यहाँ मात्रामा किन गयो, यही हलन्त र यहाँ जिब्रोमा किन आयो भन्दाखेरि यहीँनिर तपाईँले के बुझ्नुहोस् भने साथीहरू, यो हलन्त रलाई अघिल्लो वर्णले तान्यो भने, यो पछाडिको हलन्त रलाई अघिल्लो वर्णले तान्यो भने यो मात्रामा जान्छ। तर यो हलन्त रलाई अघिल्लो वर्णले तान्न सकेन र यो हलन्त र पछिल्लै वर्णको रह्यो भने यति बेला यो र चाहिँ यो पछिल्लै वर्णको जिब्रोको रूपमा जान्छ। जस्तो कि हेर्नुहोस् त साथीहरू, उच्चारण हेर्नुहोस् है। जस्तो कि गर छ, गर छ, गर गर छ हुन्छ। गले रलाई तान्छ। हामी ग र छ, ग र छ भन्दैनौँ हामी। गर छ, गर छ, गर छ, गर छ। गले रलाई गर छ भन्छौँ, ग र छ भन्दैनौँ हो। यो गले यो हलन्त रलाई तानिएको भएका कारणले हामीले यो रलाई चाहिँ मात्राको रूपमा माथि ल्यायौँ हैन। गर्छ हलन्त रलाई अघिल्लो वर्णले तान्यो भने यो के हुँदो रहेछ, मात्रा हुँदो रहेछ। तर यहाँ हेर्नुहोस् त साथीहरू, यहाँ गर यो हुँदैन। यहाँ के हुन्छ त ग र्यो, र चाहिँ पछिल्लो वर्णसँग जोडिन जान्छ। हेर्नुहोस् त ग र्यो यहाँ गर यो हुँदैन, ग र्यो हो। यसरी यो बिचको हलन्त रलाई अघिल्लो वर्णले तान्न सकेन र यो र चाहिँ पछिल्लै वर्णको रह्यो भने यस्तो अवस्थामा चाहिँ यो र चाहिँ कहाँ जाँदो रहेछ त, यहाँ
जिब्रे रको रूपमा प्रयोग हुँदो रहेछ। बुझ्नुभयो? त्यसै गरी शब्दको सुरुमा पनि हामीले रलाई हलन्त लेख्नु पऱ्यो भने यो र चाहिँ के हुन्छ त जिब्रे रको रूपमा चाहिँ प्रयोग हुन्छ है साथीहरू। जस्तो कि हेर्नुहोस् त, जस्तो कि हामीले र्वाइँ र्वाइँ जाँतो घुमायो लेख्नु पऱ्यो भने हेर्नुहोस् त र चाहिँ के हुने भयो त हाम्रो यो शब्दको होइन र्वाइँ र्वाइँ होइन र्वाइँ र्वाइँ होइन हो यसरी चाहिँ यो र चाहिँ हलन्त शब्दको सुरुमा पनि रलाई हलन्त लेख्नु पऱ्यो भने यो र चाहिँ के हुने भयो त यसरी जिब्रे रको रूपमा चाहिँ प्रयोग हुने भयो है त। तर पछिल्लो समयमा चाहिँ पाठ्यक्रम विकास केन्द्रले यो जिब्रे रलाई हटाएर चाहिँ यसरी यो मात्राको रेफ रलाई मात्र प्रयोग गरेको पाइन्छ होइन। तर शुद्धको हिसाबले चाहिँ यो जिब्रे र पनि हामीले चाहिँ प्रयोग गर्नुपर्छ है साथीहरू है। यस्तो छ। अब अर्को छ यो सिङ्गो र, यो पनि सिङ्गो र नै हो है त साथीहरू। अब यो र चाहिँ कस्तो अवस्थामा प्रयोग हुन्छ भन्नुहुन्छ भने अघिल्लो वर्ण आदि भयो है, अघिल्लो वर्ण चाहिँ हलन्त भयो र पछिल्लो वर्ण चाहिँ के भयो त र भयो भने चाहिँ यस्तो अवस्थामा चाहिँ यो रको हामीले प्रयोग गर्ने है भनेको। जस्तो कि हेर्नुहोस् है, जस्तो कि हाम्रो यो क वर्ण भयो, क वर्णलाई हामीले हलन्त लेख्यौँ भने यसको स्वरूप यस्तो हुन्छ है, यस्तो हुन्छ। अब यो स्वरूपलाई अन्य वर्णको तुलनामा अन्य वर्णहरूमा जस्तै कि यो कलाई हामीले अन्य वर्णहरूमा जस्तै कि खोक छ होइन होइन हो यसरी अन्य वर्णको अगाडि चाहिँ कुनै पनि वर्ण हलन्त भयो भने त्यसलाई हामी आदि लेख्न सक्छौँ है। आदि लेख्न सक्छौँ भने र वर्णको अगाडि चाहिँ है, र वर्णको अगाडि चाहिँ कुनै अक्षर हलन्त भयो भने त्यो वर्णलाई हामी आदि लेख्न सक्दैनौँ है। जस्तो कि हेर्नु होला है, जस्तो कि क होइन र म, ल यस्तो है। हामी यो कलाई चाहिँ आदि हामीले यस्तो बनाउन सक्दैनौँ हामीले है, हामीले यो बनाउन सक्दैनौँ है, हामीले यो बनाउन सक्दैनौँ हो। यस्तो अवस्थामा र भन्दा अगाडि यदि कुनै पनि वर्ण हलन्त रहेछ भने हो त्यस्तो अवस्थामा चाहिँ यो र चाहिँ खुट्टे रको रूपमा काम गर्न जान्छ। जस्तो कि हेर्नुहोस् त क अनि र यहाँ जान्छ, यो हेर्नुहोस् त यो र चाहिँ प्र म भएर यसरी जान्छ क्रम होइन। त्यसरी हेर्नुहोस् त अर्को पर होइन प हलन्त र प्र धान भन्ने भयो, प्रधान है। अब यति बेला चाहिँ यो प चाहिँ हलन्त हो होइन। यो प हलन्त भएको कारणले गर्दा रको अगाडि यसलाई हामीले आदि लेख्न सक्दैनौँ, नत्र पको आदि चाहिँ यस्तो हुन्छ होइन। पको आदि चाहिँ यस्तो हुन्छ नि साथीहरू, थाहा छैन तपाईँहरूलाई। यसरी हामी आदि प यसरी लेख्छौँ हो। अब रको अगाडि चाहिँ हामी आदि लेख्न सक्दैनौँ, त्यसैले यति बेला यो प चाहिँ पुरै हुन्छ, यो र चाहिँ कहाँ जान्छ त यहाँ पछाडि यस्तो मात्रामा प्रधान भनेर यसरी जाने भयो। बुझ्नुभयो होइन, यस्तो हुने भयो है। नेपाली भाषाका धेरै वर्णहरू चाहिँ आदि लेख्न सकिन्छ होइन। जस्तो कि हामीले अब क को आदि यस्तो लेख्ने भयौँ होइन। अब ख को आदि यस्तो, ग को आदि यस्तो डड होइन। धेरै वर्णहरू चाहिँ हाम्रा आदि अक्षर लेख्न सकिन्छ होइन हो। आदि अक्षर लेख्ने शब्द जुन वर्णहरू हुन्छन् तिनको पछाडि चाहिँ र प्रयोग भयो भने त्यति बेला चाहिँ र चाहिँ कहाँ आउँदो रहेछ, यसरी खुट्टाको, यसरी यो खुट्टाको काम गर्न, त्यसलाई त्यो वर्णलाई अड्याउने खुट्टाको काम गर्न आउँदो रहेछ है। अब त्यसपछि गएर अर्को र छ यो ट्रायङ्गल र है। अब नेपाली भाषाका धेरै वर्णहरू छन् साथीहरू जसलाई हामीले आदि बनाएर लेख्न सक्दैनौँ है। जस्तो कि हेर्नुहोस् त क को आदि छ, ख को आदि छ, ग को आदि छ होइन। त्यसै गरी हेर्नुहोस् त अब घ को आदि यस्तो हुन्छ। तर अब हाम्रो हेर्नुहोस् त ङलाई हामी आदि लेख्न सक्दैनौँ, ङलाई हामी हलन्त मात्रै लेख्न सक्छौँ होइन। त्यसै गरेर चलाई आदि लेख्न सक्छौँ होइन, चलाई आदि लेख्न सक्छौँ होइन। तर हामी छलाई चाहिँ आदि लेख्न सक्दैनौँ होइन, छलाई हामी हलन्त मात्र गर्न सक्छौँ होइन। त्यसै गरेर टलाई हामी आदि लेख्न सक्दैनौँ, हलन्त गर्न सक्छौँ होइन। ठलाई पनि हामी आदि लेख्न सक्दैनौँ, यसलाई पनि हामी हलन्तै गर्छौँ होइन। त्यसै गरी हेर्नुहोस् त डलाई पनि हामी आदि लेख्न सक्दैनौँ,
यसलाई हलन्तै गर्छौँ हैन। त्यसै गरी हेर्नुहोस् त यो ढलाई पनि हामी आदि लेख्न सक्दैनौँ, हलन्तै गर्छौँ। हो यस्तो अवस्थामा हेर्नुहोस् है, आदि हलन्त लेख्नुपर्ने हैन, तर आदि लेख्न नसकिने अवस्थामा चाहिँ त्योभन्दा पछाडि चाहिँ र भयो भने हैन, काट्न नसकिने अक्षरको पछाडि चाहिँ र भयो भने त्यति बेला यो र चाहिँ यो ट्रायङ्गलको रूपमा प्रयोग हुन्छ है। जस्तो कि हेर्नुहोस् त, हेर्नुहोस् है, रा स ट्र, राष्ट्र र राष्ट्र, राष्ट्र हैन। अब यो रलाई यो टलाई त हामी हलन्त काट्न सक्दैनौँ हैन। हो यति बेला चाहिँ यो र चाहिँ यता यो ट्रायङ्गलको रूपमा यता आउँछ है, यही खुट्टे रकै रूपमा भएर आउँछ। हेर्नुहोस् है, जस्तो कि हेर्नुहोस् त है, राष्ट्र, यति बेला के छ त यो राष्ट्र, राष्ट्र, राष्ट्र छ। अब हामीले यहाँ यो र सिङ्गो र है साथीहरू, यो जसरी यो सिङ्गो र छ, यो सिङ्गो र नै है, यो भनेको यो सिङ्गो र नै हो है। यो सिङ्गो र नै हो यो है। यो मात्र भनेको सिङ्गो रकै मात्र हो है, यो हलन्त मात्र होइन है। अब यति बेला हामीले अब हेर्नुहोस् त यो रलाई हामीले यता राख्यौँ भने अब अहिले के भयो त राष्ट्र भयो। यदि शब्दलाई हलन्त लेखेर शब्द चाहिँ आदि लेखिन्छ भने चाहिँ त्यो आदि लेखिने शब्दको सन्दर्भमा चाहिँ र चाहिँ यसरी खुट्टे रको रूपमा आउने भयो साथीहरू। हेर्नुहोस् त है, यसरी खुट्टे रको रूपमा आउने भयो हैन। तर आदि लेखिन नसकिने वर्णहरू छन् भने त्यस्तो अवस्थामा चाहिँ र चाहिँ तल यसरी चाहिँ यो ट्रायङ्गलको रूपमा आउने भयो। जस्तै यो तीनवटा है, यो पनि हलन्त र हो, यो पनि हलन्त र हो, यो पनि हलन्त र हो। तर यो र यो र चाहिँ के हो, अनि त्यसै गरी यो र चाहिँ के हो त हाम्रो यो चाहिँ हाम्रो सिङ्गो र हो है साथीहरू। यसरी चाहिँ कुरा बुझ्नुभयो हैन। अब तपाईँहरूलाई यो कस्तो लाग्यो, कुरा बुझ्नुभयो भने हैन, तपाईँलाई विषयवस्तु काम लाग्ने भयो जस्तो लाग्यो भने चाहिँ तपाईँहरूले आफूले पनि बुझ्नु होला र विद्यालय लेभलको भाइ बहिनीहरूलाई पनि यो भिडियो चाहिँ देखाउनु होला है त।